म चाहिँ करेला टिप्न आँकी अहिलेलाई सब्जी मुसुरी दाल पकाएर करेला भुट्नु पर्यो। साह्रो सानो छ न करेला पनि कति फलेका छन् करेलै माथि त दुईटा गुटी रोप्यो भने एकबारै फल्छ। यो करेला चाहिँ यो चाहिँ ब्लकको करेला हो। 250 वर्ष यसका बिउलाई चाहिँ 3 साल पुग्छ एकखेप ल्याएर रोप्यो भने। 6वटा 8वटा जति गुटी हुन्छन्, 10वटा जति हुन्छन् होला। यो त लास भएर सानो फलेका अब हेर्नु होला। साना त कहाँ छन्, यत्रा छन्, एउटै आधी किलाका छन्।